हेलो नमस्ते स्वागत छ तपाईहरुलाई फेरि पनि मेरो नयाँ ब्लगमा। अनि हामी चाहिँ आज घुम्न जाँदै थियौँ छामी छेमा छोरी चाहिँ जाउँ उदो गएर दामी बाटोमा दामी हैन देख्छ सिनहरु त्यहाँ गएर फोटोहरु खिचौँ भिडियोहरु बनाऊँ भनेर हामी गएका थियौँ है। जाँदै थियौँ हामीहरु अनि यसरी तपाईलाई मैले रोडहरु देखाउँदै जाँदै थिएँ हैन। दामी ग्रीन कस्तो मजाको देखिरहेछ ग्रिनरी हरियाली हरियाली देखिरहेको छ है। हामी जाँदै थियौँ हामी छेमा छोरी घुम्न बात मार्दै गयौँ हामीहरु है। तपाईलाई मैले देखाउँदै पनि थिएँ। अनि यहाँ चाहिँ रोकेर हामी फोटोहरु खिच्नको लागि रोक्यौँ। एकछिन रोकेर यहाँ हामी पनि पाउट पनि दिए हामीले। अनि त्यहाँदेखिको मैले यहाँ तपाईलाई रोडहरु देखाउँदै थिएँ हैन। यसरी क्यामेरामा दामी आउँछ सिन भनेर त्यहाँ बनायो। अन्त फेरि हामी चाल्सातर्फ लाग्यौँ। अन्त चाल्सा जाँदा बाटोमा आउँछ रेलगेट। अनि त्यो रेलगेट पनि मैले तपाईलाई देखाएँ। यो चाहिँ रेलगेट हो हैन। हामी चाल्सा मालबजार हाम्रो चाहिँ ठुलो बजार त्यहाँ हुन्छ। अनि हामी चाहिँ यो बाटो भएर जानुपर्छ। यो चाहिँ हाम्रो जङ्गलको बाटो छ। अनि यहाँ चाहिँ कोही कोही बेला हात्ती राजाहरू नि आउनुहुन्छ हैन। अन्त थुप्रै उयोहरू आउँछ जनावरहरू हात्ती अन्त के भन्छ अरे बाघहरू चितुवाहरू हैन। अन्त अर्नाहरू भेट्छ यहाँनिर चाहिँ जङ्गलको बाटोमा। यो जङ्गलको बाटो भएर जानुपर्छ। अन्त यो चाहिँ हामी महाबारी पुगिसकेका थियौँ चाल्साको छेउ महाबारी। यो महाबारीदेखिको चाहिँ त्यही हो चाल्सा। हामी जाँदै थियौँ उसलाई चाहिँ अनि मैले कुदाउँदा हेलमेट पनि लगाऊ भने किनकि कोही बेला पुलिसहरू नि बसेको हुन्छ चेकिङमा भनेर लाउन लगाएँ। अन्त लाएर यसरी गयो। अन्त ऊ चाहिँ खुसी भइरहेको थियो आज चाहिँ म आफै कुदाएर चाल्सा गएँ भनेर पनि खुसी भइरहेको थियो हैन। खुसी हुँदै कुदाइरहेको थियो। अन्त मलाई चाहिँ डर लागिरहेको थियो हैन बल्ल लडाउँछ कि ठोक्काउँछ कि भनेर टेन्सन भइरहेको थियो। तर ठोक्काएन लडाएन पनि हामीले कुदायो है। अनि मैले घरिघरि मैले सिकाउँदै नि थिएँ यसो गर उसो गर है भनेर। ऊ चाहिँ हर्नै लाउँदैन नि त। अनि मैले हर्न लगाऊ भने अन्त हामी चाल्सा पुगेर नि फेरि हामी फर्केर आयौँ। अनि फर्केर आउँदा मैले उसलाई यस्तो भिडियो गरेको थिएँ उसलाई थाहै थिएन। अनि मैले जिस्काएँ उसलाई नै टेरे धुम मचाले भन्दै जिस्काइरहेको थियो। उनी हाँस्दै थियो। यस्तो हेरेर भिडियो देखेँ कि अन्त हाँस्यो होइन ऊ पनि भिडियो पो गरिरहेको रहेछ भनेर भन्यो। अन्त त्यहाँदेखिको हामी त्यहाँबाट फेरि एकछिन खोलाहरू पस्यौँ है। त्यो चाहिँ मैले तपाईँलाई देखाइनँ। अनि हामी आमा छोरी फर्केर आयौँ। हामीले आजको भिडियो चाहिँ यति नै हो है। मन पऱ्यो लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला सब्सक्राइब गरिदिनुहोस् होला। बाई बाई।